हेलो हेलो गाइज नमस्ते। यो चाहिँ तपाईँको काठमाडौँ इन्टरनेसनल विमानस्थलको डोमेस्टिक विमानस्थल हो है। अब यहाँदेखि चाहिँ तपाईँको काठमाडौँदेखि सुर्खेतको यात्रा तय गरिन्छ। यो चाहिँ तपाईँको एयरपोर्ट भयो। अब चाहिँ प्लान चाहिँ उडानमा छ। हाम्रो चाहिँ यो यात्रु साथीहरू सबै सम्पूर्ण यात्रु साथीहरू होइन। यात्रु साथीहरूसँग फेरि म पनि छु नि त फेरि यहाँ चट्ट आएर होइन टक्क पहिलोचोटि प्लेन चढेको है। अब सबैको पहिलोचोटि हुन्छ नि फेरि यहाँको पहिलोचोटि चढ्ने होला नि फेरि होइन। यो चाहिँ उडान सुरु भयो यहाँबाट ल सरर लाएर काठमाडौँबाट है त। वाउ क्या दामी हुँदो रहेछ सरर ल उडान सुरु भयो सर। यो चाहिँ देखिने जुन देखिरहनु भएको छ यो चाहिँ तपाईँको काठमाडौँ भ्याली भयो। माथिबाट हेर्दा झन् दामी देखिँदो रहेछ काठमाडौँ भ्याली। काठमाडौँ भ्याली हेर्नको लागि त प्लेन चढेर माथि आकाश माथिबाट हेर्नुपर्ने रहेछ यार। बल्ल पो गजब देखिँदो रहेछ भ्याली। पुरा भ्याली देख्नुको लागि त प्लेन चढ्नुपर्दो रहेछ। क्याफेबाट देखिने चन्दागिरीबाट सबै देखिने न तपाईँको यो सेतो टावरबाट देखिने होइन। सम्पूर्ण देख्नुको लागि प्लेन चढेर माथि आकाशमा गएर हेर्नुपर्दो रहेछ है। ल देख्न सक्नुहुन्छ तपाईँको यो चाहिँ काठमाडौँ भ्याली हो है। काठमाडौँ सरर लाएर अब काठमाडौँ भ्याली पनि टुङ्गिँदैछ। त्यहाँबाट अगाडि यो अब ठ्याक्कै ठाउँ त नाम थाहा भएन अब के हो कुन्नी। सरर लाएर बादल माथिबाट क्या गजब देखिँदो रहेछ यार। बादल माथि वाउ मडारिदो बादल हुने यही होला कि सारा लाएर ल। हाम्रो एयर होस्टेजहरू पनि ट्याक्क पानीको अब यहाँभित्र सुविधा भनेको चाहिँ एउटा चक्लेट पाइदो रहेछ। चक्लेट खाइयो अनि पानीको व्यवस्था हुँदो रहेछ। पानी र चक्लेट दिँदो रहेछन् है। त्यसैमा चित्त बुझाउनै पऱ्यो त्यसैमा चित्त होइन। ल चक्लेट खाएर सर बाहिरको दृश्य क्या दामी दृश्य छ त। वाउ कस्तो दामी बादल हो त। बादल माथिबाट जाँदो रहेछ त आमा सारा लाएर ट्याक्कै एङ्गल मिलाएर खिच्नु पऱ्यो नि त होइन। काम लाग्छ नि त सम्झनाको लागि भयो भने काम लाग्छ। अर्कोचोटि अब चढ्न पाइने हो कि होइन। रुपियाँ धेरै लाग्दो रहेछ नि त आमा 15-20 हजार रुपियाँ कम हो यार एकचोटि प्लेन चढ्न। गाह्रो छ त यार। सट्ट मिलाएर खिच्दैछु म। अब लगभग तपाईँको सुर्खेत ल्यान्डिङ हुने प्रोसेसमा छ है। पुग्न आँटिसक्यो भनौँ न। अब यहाँबाट तपाईँको सायद अब भेरी पुलहरू देखिन्छ। त्यो पार देखिरहेको चाहिँ भेरी हो। यताको जङ्गल भयो होइन। उताको चाहिँ बस्ती रहेछ कताको होला कतैको सुर्खेततिरकै होला। पुग्न आँटिसक्यो ल भनौँ न। प्लेनको पनि तल भइसकेको छ। सारा लाएर बोल हामी ल्यान्ड हुने प्रक्रियामा छौँ है त। त्यहाँ देखिरहेको चाहिँ तपाईँको यो भेरी पुल होला पक्कै पनि जहाँसम्म लाग्छ। वाउ भेरी पुल पनि कति राम्रो देखिँदो रहेछ होला माथिबाट। मस्त देखिँदो रहेछ ल। भेरी पुल पार गरेर अगाडि जङ्गल रहेछ ठुलै जङ्गल। यहाँको सुर्खेतमा बस्ती चाहिँ कम रहेछ है खास। अब सारा जङ्गल एरिया रहेछ यहाँ। टक लाएर लगभग अबको केही मिनटमा चाहिँ ल्यान्ड हुन्छ है त। आहा कति आनन्द हो। लगभग तपाईँको 40-45 मिनटमा सुर्खेत पुगिँदो रहेछ। काठमाडौँबाट सुर्खेत मजाले पुगिँदो रहेछ। सरर लाएर ठिक्क यहाँको दृश्य पनि जोस् राम्रै देखिएको छ। मौसम पनि राम्रो छ नि त आजको। अब चाहिँ सुर्खेत लगभग
भ्यालीभित्र प्रवेश हुँदैछ लगभग भनौँ न। सर लाएर सुर्खेतमा त आधीभन्दा बढी ठाउँ त यो त पुरै खाली खाली छ त, यहाँ पुरै खेतै खेत मात्रै रहेछ। यहाँ बस्ती भरिन यहाँको टाइम लाग्ने होला यहाँ होइन। जस बिचबिचमा अलिअलि रहेछ मात्र खाली खाली रहेछ, आधीभन्दा बढी खाली रहेछ यो एरिया चाहिँ। अब यो सुर्खेत भ्याली लगभग पुग्न थाल्यो। यताको फाँट चाहिँ पुरै खाली रहेछ नि त, यो सर लगाएर सब खाली रहेछ। ल बल्ल यो बजार एरिया आयो होला, यो बजार क्षेत्र आयो। बजार क्षेत्र आयो भन्दा नि आइपुग्यो अरे जहाँ चाहिँ छ माथितिर रहेछ टक्क यो धुलाबीडतिर होला एरिया। सारा लाएर अब ल्यान्ड हुने प्रोसेसमा छ है। ल सारा चाहिँ सुर्खेत ल्यान्ड भयो। वाउ, ल्यान्ड हुँदा चाहिँ अलि धकधक धुधु पार्दो रहेछ, नत्र मजाले आनन्दै माथि त कति आनन्द स्वर्गैका जस्तो भयो त। ल चट्ट ल्यान्ड भयो है। अब झरिसकेर पनि अब प्लेनबाट अवतरण गरेर अब यो चाहिँ सुर्खेत एयरपोर्ट हो, सुर्खेत विन्द्रनगरको एयरपोर्ट। चट्ट ल्यान्ड भएर अब चाहिँ लाग्यो है। जोस् यता रमाइलो भयो। अब नचढेकोलाई के अरे चढिसक्यो त ठिकै छ होइन। फ्लाइटमा नजानु भएकोले चाहिँ एकचोटि फ्लाइटको चाहिँ मजा चाहिँ लिनु होला है। ल धन्यवाद।